टक्कर बाहिर कुचेहरू चाहिँ सबै फोहोर भएर बसिरहेको थियो नि त यिनीहरू सबै यस्तो यिनीहरू कुचेहरू सबै फोहोर भएर बसिरहेको थियो अब यिनीहरू चाहिँ पुजिसक्यो अब यिनीहरूलाई पुस्न बाँकी छ टक्कर सबै कुचेहरू फोहोर भएर बसिरहेको थियो अनि यिनीहरू अब टाको अनि टालो यस्तो कालो भइसक्यो क्या पुस्दा पुस्दै टालो यस्तो कालो भइसक्यो यिनीहरू सबैले अब डाङडुङमा पुसेर टक्कर राख्नुपर्छ है अनि देख्छ नि त त्यही हो अनि यताबाट आएर यो पर्दाहरू पनि सब बिग्रेर बसिरहेको पर्दाहरू सब ल्याइरहेको छ दाइ चाहिँ भित्र हुनुहुन्छ उहाँले हेर्नु भएको छ है मैले चाहिँ टक्क बाहिरको चाहिँ कुर्सीहरूलाई सबै पुसेर डाङडुङमा सबलाई पुसेर सकाइसक्यो है टक्क गर्मी नि लास भयो क्या गर्मी यस्तो घाम लागेको छ है गर्मी त्यस्तै पसिना नि यस्तो बित्ति बगिरहेको छ क्या अब टक्क लाएर यिनीहरूलाई अब सबलाई पनि यिनीहरूलाई पनि राम्ररी मिलाएर आफ्नो ठाउँमा मतलब अब यो धेर धेर भएको जति चाहिँ एउटा एउटा लाइनमा अनि थोरै थोरै भएको चाहिँ टक टक्क पिस पिसमा ट्याक 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 मिलाएर राख्नुपर्छ है सबै त्यही हो अनि यति मिलाइसकेपछि यति सट्ट मिलाइसकेपछि चाहिँ अनि फुर्सद हुन्छ होला अरू के काम छ त्यस्तो टक्क यति मिलाइसकेपछि चाहिँ अनि ढुक्क आनन्दले त्यही हो है गाइस अहिले चाहिँ 6:30 भइसक्यो है 7 बज्न लागिसक्यो दिनभर चाहिँ भिडियो बनाउन पाएन कस्तो गाह्रो भइरहेको थियो क्या ज्यान दुख्ने यस्तो घाँटी खसखस गर्ने अन्त त्यसमा कस्तो गाह्रो भइरहेको थियो अनि लास्टै ज्यान थाहा जस्तो कस्तो कस्तो गाह्रो गाह्रो जस्तो भइरहेको थियो अनि भिडियो बनाउनु पाएन कस्तो सुतेको सुते भएछ कस्तो ज्यान गएको सुते सुते भएछ अनि अहिले घर उठ्यो अनि खाजा साजा खाएर अनि टक्क पानी सानी पिएर अनि टक्क अनि भर्खर भ्लग सुरु गरेको है टक्क लाएर अहिले चाहिँ 6:30 भयो अब 7:30 तिर चाहिँ अब छुट्टी हुन्छ अब 1 घन्टा बाँकी छ 1 घन्टा यताउति परिहाल्छ त्यही हो अहिले चाहिँ बाहिर यस्तो अँध्यारो भइसक्यो है पुरै पसलमा चाहिँ कोही छैन दाइ हुनुहुन्थ्यो दाइ बाहिर जानुभयो अनि त्यही पसलमा म एक्लै छु अब एकछिनपछि अब छुट्टी हुन्छ होला तपाईँहरूसँग फेरि छुट्टी भेट्छ है अब हामीले जाँदैछौँ दुई भाइ टक्क लाएर रुममा सर बाइकमा टक्क लाएर 7:30 भइसक्यो 7:30 बगिसक्यो 40 जति भइसक्यो लगभग अनि अब जाँदैछौँ सर रुममा अरे बापरे रुममा टक्क लाएर सबै फुगाल्यौँ है कति साह्रो खुल्यो टक्क लाएर रुममा आइपुग्यो है अब टक्क मुखसुख धोएर खानसान खाएर फ्रेस हुनुपर्छ अब त्यही हो अब तपाईँहरूलाई कस्तो लाग्यो अब मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला यति मौका भएर बिदा दिन चाहन्छु तबसम्म चाहिँ म अर्को भ्लगमा त्यही बेलासम्म टेक केयर बाई बाई